हाई गाइस, म चाहिँ बाटोमा वेट गरिरहेको छु मेरो साथीहरूको लागि कहाँ जाने म भन्छु है त। सो अहिले चाहिँ हामी अलिअलि सपिङ गर्न आएको। अहिले हामी गएपछि हजुरले थाहा पाउनुहुन्छ हामी कहाँ जाँदैछौँ भनेर होइन। सो हामी सब एक्साइटेड छौँ। सो दिस इज माई फर्स्ट और सेकेन्ड टाइम होइन यसरी भ्लग गरिरहेको। भ्लग गरे हो र भ्लग बनाएको। अनि यो चाहिँ मैले अडियो चाहिँ पछि हाल्दैछु होइन, किनभने त्यतिखेर बिर्सेछु कि मैले अडियो रेकर्ड गर्नु नै। आई मिन खिच्दाखेरि बोल्न नै बिर्सेछु। फोकस हाम्रो यतातिर थियो होइन। तर यस्तो खाने होइन साथी, के गरेको हामी त यस्तो खाने हामी यस्तो खाने हो त। यस्तो के हो यो, हामीले त खानु हुँदैन, हामी त सन्चो हुँदैन। So we are going. So yes, we are finally here होइन। त्यो भाइ चाहिँ एकदम एक्सट्रिमली एक्साइटेड कि हामीलाई स्कुटरसम्म नै लिन आयो कि अनि आफै सामान बोकेर गइरहेछ भक्क पर्दै हिँडिरहेछ। त्यो कति छिटो गयो थाहै छैन। पछाडिबाट आइरहेछन् हाम्रो दोस्तहरू। यो चाहिँ हाम्रो दाइ, यो चाहिँ मेरो साथी रबिना, रबिना होइन रुबिना। सो हामी गयौँ, तिनीहरू मक्ख छौँ। सो यो चाहिँ एउटा अर्फनेज टाइप हो होइन। पुलिस पब्लिक क्याम्पेन फर चिल्ड्रेन नेपाल, हामी चाहिँ पिटु सिटु भनेर चिन्छौँ। यहाँ चाहिँ हाम्रो सानसानो भाइहरूदेखि अलिक ठुल्ठुलो भाइसम्म हुनुहुन्छ, बहिनीहरू चाहिँ हुनुहुन्न। भाइहरूलाई चाहिँ यहाँ सबैजनालाई राखेर उनीहरूको हेरचाह गर्नुहुन्छ, दाइहरू हुनुहुन्छ। आज चाहिँ सन्ध्या दिदीको बर्थडे भएको भएर हामी चाहिँ त्यहाँ सेलिब्रेट गर्न आएको हो। हामीलाई चाहिँ एकछिन भए पनि यिनीहरूसँग गएर बस्दा कस्तो रमाइलो लाग्छ है, कस्तो रिफ्रेस्ड भइन्छ। अनि यिनीहरू पनि कस्तो खुसी हुन्छ र हामी आएपछि चक्लेट पाएपछि त झन् भन्नै पर्दैन। त्यो आफ्नो बेलुन फुटालेर अनि अरूको पनि बेलुन फुटालेर त्यो ताजझाज चलिरहेको कि यिनीहरूको त्यहाँ। अनि भर्खर देख्नु भएको दाई चाहिँ त्यहाँको अब केयर टेकर इन्चार्ज जे भने पनि त्यही दाई हुनुहुन्छ। त्यो दाइले नै सबै यो बाबुहरूलाई ह्यान्डल गरिराख्नु भएको छ। अनि हाम्रो आइसक्रिम पार्टी पनि थियो फेरि आज। यिनीहरूलाई एकदम धेरै आज यिनीहरूको दसैँ नै आएको थियो कि खानेकुरा चाहिँ यिनीहरूलाई इनफ भइरहेको थियो आज। अनि हाम्रो दाइलाई ककटेल बनाएर खानु थियो आइसक्रिममा कोक हालेर। आज चाहिँ हाम्रो 2-3जना साथीहरू आउनु पाउनु थिएन। अनि त्यही भएर दाइले चाहिँ त्यहाँ उनीहरूलाई भिडियो मेसेज रेडी गरिदिँदै हुनुहुन्छ कि। भाइहरूले चाहिँ हामीलाई दसैँमा जसरी नै आउनु भनेर भनिराखेको छ। अब कस्तो बिजी भएछ लेट्स सी। हामीलाई चाहिँ एकछिन भए पनि यिनीहरूसँग आएर दसैँ सेलिब्रेट गर्नु पाए त धेरै नै रमाइलो हुन्थ्यो। अब हेरौँ अहिलेसम्मको लागि यिनीहरूको दसैँ चाहिँ यसरी नै सेलिब्रेट भइरहेछ। के थाहा हामी अब दसैँको टिकाको दिन पनि आउन सक्छौँ। सकेसम्म चाहिँ हामी ट्राई गर्छौँ होइन टिकाको दिन आउने। सो दिस मच फर टुडे। आज यति रमाइलो भयो।